गाइस यो नि त यार मा कसम मेला आएको मजा भनेको चाहिँ कति राम्री हो तिमी त। जुन म हिँडिरहेको छु नि यो बाटोहरूमा उबेला चाहिँ यो बाटोमा राजा पनि हिँडेको थियो अरे। मामा के हो हेन्सम मेनहरू ओहो सक्दै दाइ ल युवराज सर कति चल भाइ त अब प्यारेलाई त भन्नै पर्दैन होइन। कस्तो ठिकठाक खै रुट गाइज यार मा कसम मारेको छैन त बाफ्रे। अन्त म चाहिँ यसरी आफै हिँडिरहेको छु आफै हिँड्नलाई एकदम मजा पनि आउँछ कि मनमा एक खालको भाइब्स हुन्छ नि छुट्टै आउँछ कि। नेपालको 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल रहेको हाम्रो ठाउँ टेनके डाँडा है। जन्म भइसके पछाडि मृत्यु निश्चित हो होइन। अन्तिम तिक्तो सत्य भनेको चाहिँ मृत्यु नै हो हाम्रो लागि। अब एकचोटि जन्मिसकेपछि संसार छाडेर त जानै पर्छ। सायद जोखाना हेरिराख्नु भएको छ होला है नछुन्ने। सो हेलो एन्ड नमस्ते एभ्रिवान वार्मली गुड मर्निङ फ्रम चखिया भोजपुर है चखेवा भोजपुर। र अहिले बिहानी भएको समय छ। आयो सबैजना सुस्त व्यस्त मस्त हुनुहुन्छ होला। म नि ठिकठाक छु ठिकठाक त हुनै पर्यो होइन। अन्त आज चैत 13 गतेको दिन छ। अहिले बिहानी भएको समय चैत महिनाको आज ठिक्क रामनवमी अनि त्यसमा चाहिँ हाम्रो गाउँमा मेला लाग्छ भनौँ न। नेपालको 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल रहेको हाम्रो ठाउँ टेनके डाँडा है मुन्दुम पदमार्ग अन्तर्गत नै पर्छ। जुन मुन्दुम पदमार्गको स्टार्टिङ पोइन्ट सुरुवात बिन्दु हाम्रो टेनके डाँडादेखि अलिक तलतिर रहेको तावा भन्ज्याङ भन्ने ठाउँदेखि भएको छ। ठ्याक्कै टेनके डाँडादेखि छुँदै चखेवा हुँदै हाम्रो चाहिँ यता मयुङ हुँदै उता साल्पा सिलिचोमा चाहिँ गएर मुन्दुम पदमार्ग सकिन्छ भनौँ न। अन्त आज चाहिँ हाम्रो ठ्याक्कै रामनवमी व्रतको दिन चाहिँ हाम्रो माथि टेम्केमा मेला लाग्छ गाउँघरमा। अनि जे होस् म चाहिँ हिँडेरै जाँदैछु। गाउँघरको साथीभाइहरू दुईतिर मेला लाग्ने भएको हुनाले कोही त्रिशुलेतिर गयो भने कोही टेम्केतिर अनि म चाहिँ एक्लै भइरहेको छु आज। अगाडि छ सबैजना। जे होस् म चाहिँ हाम्रो साब्जु गल्छिनामा रहेको गोठमा गएर हाम्रो एके झ्याप साइला भतिजको गोठमा गएर चाहिँ मही खाएर मात्रै जानेछु। किनभने अर्ग्यानिक ठाउँ अर्ग्यानिक परिवेशको हर कुरा हुन्छ नि महसुस गर्दै स्वाद लिँदै जानु पऱ्यो नि त। त्यही हो यो चखेवामा बसेर मैले अहिले भिडियो सुरु गरिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियोको सुरुवात नै लामो भिडियोदेखि भएको छ है। एकदम तपाईँहरूलाई मजा आउनेछ आजको भिडियोदेखि चाहिँ। सो त यो चाहिँ हाम्रो चखेवा डाँडा अहिले ठ्याक्कै यो हुन्छ नि हिउँदको सिजन। अब चाहिँ लगभग बर्खा लाग्यो भन्दा पनि हुन्छ। मौसमको अवस्था यस्तो छ भने हाम्रो म जाने आज ठ्याक्कै यो माथिको पिकको कुहिरो लागिरहेछ है। अनि यस्तो छ अहिले हालसालै चखेवाको अवस्था हरियाली। अब मनसुनको सिजन बर्खा लाग्यो खतरा देखिन्छ। त्यतिखेरिको पनि भिडियो आउनेवालामा छ। त्यही नै एकैचोटि मासतिर गएपछि भेट्छु तपाईँहरू समक्ष है त। जुन म हिँडिरहेको छु नि यो बाटोहरूमा उबेला चाहिँ यो बाटोमा राजा पनि हिँडेको थियो अरे। तर कति सालतिर हो यही पनि थाहा भएन। यही बाटोमा चाहिँ बेला राजा हिँडेको थियो अरे। ठ्याक्कै देख्न सक्नुहुन्छ यहाँ एउटा धेरै पुरानो बाटो हो यो चाहिँ है। देख्न सक्नुहुन्छ यो डाँडामा एउटा राम्रो हुन्छ नि यो गारा एउटा देख्न सक्नुहुन्छ ढुङ्गाको। यो धेरै पुरानो अरे यो पनि है धेरै पुरानो। उबेला अब पिता पुर्खाहरूले कला सिप प्रदर्शन गरेको भन्ने एउटा इतिहास पनि छ किम्वदन्ती पनि छ है यो डाँडामा चाहिँ। अनि राजा हिँडेको बाटो चाहिँ यही नै हो है त। अहिले चाहिँ म रोडदेखि अलिकति मासतिर ठ्याक्कै मुन्दुम पदमार्ग सुरुवात भएको ठाउँ आइसकेको छु चखेवादेखि हिँडेर। र मुन्दुम पदमार्ग चाहिँ यति राम्रो छ कि तपाईँहरूलाई देखाउन चाहे यो बाटोहरू हिँड्दाखेरि हुन्छ नि सयौँ वर्षसम्म भुल्न सकिन्न कि यो पदमार्गलाई चाहिँ। तपाईँहरू एकचोटि अवश्य आउनु होला यो ठाउँ चाहिँ। पूर्वको हुन्छ नि घुम्न लायक ठाउँ चाहिँ यो पनि पर्छ कि पूर्वको भनौँ न। पूर्वको त नम्बर 1मै पनि पर्न सक्छ एकचोटि तपाईँहरू आएर घुम्नुभयो भने होइन हुन्छ नि तपाईँहरूले आफैले जज गर्न सक्नुहुन्छ कि यो ठाउँलाई चाहिँ कति आनन्दमय ठाउँ छ भनेर। सरसर्ती म यतादेखि आएको हो देख्न सक्नुहुन्छ यी चखेवा यस्तो छ अहिले चाहिँ कुहिरो लागिरहेछ थोरै है। अनि तुवालो बेसी छ अनि ठ्याक्कै यस्तो बाटो हुँदै आएको क्या म चाहिँ हेर्नु न यस्तो दामी छ सरसर्ती। अनि यहाँ चाहिँ एक्लै खर्सुको बोट पनि छ क्या आनन्दै हेर्नु त ल कति आनन्दमय ठाउँ छ होइन। सरर हावा चलिरहेछ। अब सरसर्तीमा मासतिर एकैचोटि हुन्छ नि गोठ छेउछाउ पुगेपछि भेट्नेछु तपाईँहरूलाई। त्यही नै पसिना काट्नै गरी हिँड्ने हो कि यसरी एक्लै हिँड्दाखेरि चाहिँ स्वास्थ्यको लागि पनि राम्रो हो।
अन्त म चाहिँ यसरी आफै हिँडिरहेको छु आफै हिँड्नलाई एकदम मजा पनि आउँछ कि मनमा एक खालको भाइब्स हुन्छ नि छुट्टै आउँछ कि मेरो चाहिँ अब तपाईँहरूलाई के कस्तो लाग्छ एक्लै यात्रा गर्दाखेरि अवश्य कमेन्ट गर्नु होला त्यही नै हो सरसर्ती अब बाटो यस्तै छ उकालो रुट छ यहाँ माथिदेखि चाहिँ एकैचोटि तपाईँहरूलाई माथि गएपछि भेट्छु म बेस क्याम्पमा अवस्थित आइसकेको छु म चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ अलिकति जब मुन्दुम पदमार्ग यहाँ अगाडिदेखि मात्रै भेटिन्छ ब्याकग्राउन्डमा देखिएको बेस क्याम्प हो मेन रोडमै छु म रोड चाहिँ माथिसम्मै पुगेको छ पुग्न चाहिँ तर बाटो चिप्लो भएको कारण कतिपय सवारी साधनहरू गयो भने कतिपय गएन होला सायद होइन तर आनन्द भनेको चाहिँ यसरी रोडमा एक्लै हिँड्नुको पनि छुट्टै छ छुट्टै लाग्छ हावा अलि कुहिरोहरू आइरहेछ होइन एक्लै अनि दामी एउटा अगाडि चिमल फुलेको रहेछ कि सानो बोटमा पनि टक्रक्क देख्न सक्नुहुन्छ यहाँनिर छ ए कुहिरोले गर्दाखेरि हो यो माथिको चाहिँ चाप हो है यो चाहिँ देख्न सक्नुहुन्छ मेन रोड यो बाटो भइहाल्यो मुन्दुम पदमार्ग चाहिँ यहीँदेखि सुरु हुन्छ जब हामी बेस क्याम्प कटेर आउँछौँ है यस्तो छ रोड है मान्छेहरू जाँदैछ देख्न सक्नुहुन्छ भने म चाहिँ यता हो हाम्रो माथि साब्जु गल्सिनामा गोठ छ त्यहाँ जान गइरहेको छु है त यहाँ पनि चिमल फुलेको रहेछ तर कुहिरोले गर्दा क्लियरिटी त्यति दिएको छैन है यस्तो मजाले ठाउँ ठाउँमा फुलेको छ नि होइन चिमलहरू देख्न सक्नुहुन्छ आहा के आनन्द आउने क्या चराहरूको चिरबिर आवाज होइन मन्त्रमुग्ध बनाइदिन्छ कि मन्त्रमुग्ध बनाइदिन्छ कि चिमल गाइज यस्तो दामी फुलिरहेछ है वाउ यस्तो दामी म गोठतिर जाँदैछु के अनि यहाँ गोठ छेउमा रहेको यस्तो चिमल यस्तो ढकमक्क फुलिरहेछ नि मा कसम कसम यहीँ बसिराखौँ जस्तो क्या दिनभर रातभर हेर्नु नि सरसर्ती वाउ कस्तो दामी देखिरहेछ क्या बुई कति आनन्द आउने है जगमक्क फुलिरहेछ तर यो चाहिँ अस्ति असिनाले पनि झारिदिएको थियो फेरि पलाएछ कि फेरि फुलेछ फक्रेछ भनौँ न कस्तो दामी देखिरहेछ वाउ क्लियरिटी अलिकति दिएन है अलिक कुहिरो लागिरहेछ गोठ छेउमा आइपुगिसकेको छु म चाहिँ यहाँ अर्को चिमलको बोट पनि गोठ नजिकै छ क्या यस्तो दामी छ देखाउन चाहे तपाईँहरूलाई वाउ अस्ति यो रुखमा बसेर भिडियो बनाएको थिएँ मैले सर्ट भिडियोहरू चाहिँ यस्तो बवाल फुलिरहेछ नि सबै झर्नु थालिसकेछ अब त म चाहिँ साब्जु गल्सिना ठाउँमा आइसकेको छु गोठ नजिक आइपुगिसकेको छु के हाम्रो झ्याप साइला भतिज के गर्दैछ चिसोले सिगान चुहेला पनि जस्तो छ एक्लो गोठ भन्दा पनि हुन्छ यो चाहिँ ट्याम्कीको फेदीको यस्तो छ लोकेसन गोर्जीहरूले पर्खिरहेछ पर कि गइसक्यो कि गोठ ल गाइज
टेम्कीको फेदीमा रहेको एकान्तमा एक्लो गोठ है। बाख्राहरू मरेछ बिचराहरू, बुलु खाएर बिष खाएर मरेछ। 4वटा छ यहाँ चाहिँ। गोठको लोकेसन यो चाहिँ है। गोठ चाहिँ यस्तो ठाउँमा छ। सरसर्ती केटाले भात खाँदैछ यहाँनिर। सट्टा हामी यताबाट जान्छौँ, यो कुहिरो गाडीभित्र है त। काले यो चाहिँ गोठको सेक्युरिटी हो होइन? राति चक्या चाहिँ पुगो बच्चा पाडा बाछाहरू छ यहाँभित्र, घाँस खाँदैछ। लेखको गोठमा मही है त। खुल्नु थालिगयो नि। यो माथि अर्को पिक चाहिँ खुलेको छैन है। ओइ चाँप त सेतै फुलिसकेछ है। उता रोडको खतरा झिक्नुपर्छ अहिले। मही है यो चाहिँ, गाई र भैँसीको मिक्स हो। काका पनि आइपुगिहाल्नु भयो नि। ल हामी चाहिँ केटोसँग भेट भएर हामी आउँदैछौँ। अनि यहाँ चाहिँ यस्तो बबाल फुलिरहेछ नि, रोडैमा हुन्छ नि यो चाप। यस्तो बबाल छ है। मा कसम प्रकार लिनु थालेछ क्या चिमलले, उसले पनि चाँपले पनि। अनि मारेको छैन त यार तेरिका। यसको टुप्पीमा बसेर रमाउनु मन छ नि, के भन्दा र सम्भव छैन। बाफ्रे यस्तो बबाल फुलिरहेछ है। दामी फुलिरहेछ, झिक्नु छैन। तिमी जतिकै यता हेर भन्दै नि त हालखबर के छ? कति राम्री हो तिमी त। मर्छ होला यो बाइकमा जानेहरू आज। हिउँ अनि परेको थाहा छैन टेम्कीमा। ल मुन्दुम पदमार्ग सुरुवात भयो है त हाम्रो हिँड्नलाई। केटोसँग भेट भइरहेछ। यता हेर न यार, मुस्कुराइदियो एक झलक। मुस्कुराउनु बाटो यता छ। चिमल गुराँसको फेरि कास्टिङ होइन, नपताउँदो छ के, मारेको छ। के गरेको गाडीहरू यार, नगर न यस्तो। एकैचोटि अब हामी स्टोरेज पनि 10 मिनट रहेछ यार, मेरो खाली गर्नुपर्ने हो। यस्तो रुट यस्तो दामी छ नि मुन्दुम ट्रेलको है। मुन्दुम पद हामीले टाँसेको बोर्ड है यो चाहिँ राखेको। यो चाहिँ के भएर होइन रुट गाइज यार। कसम मारेको छैन त बाफ्रे। वाउ आनन्द आइरहेछ गाइज यार। अब लगभग हामी 15-20 मिनटमा चाहिँ पिक सबमिट गर्छौँ है त टेम्केको। अहिले भने हामी बाटोमा छौँ, रफ्तारमा छौँ। गाइज यस्तो दामी ठाउँमा आइएको छ। यो बोर्ड हामीले नै राखेको हो, देख्न सक्नुहुन्छ। ट्रेल नजिकै छ यो चाहिँ, लेफ्ट साइड पर्छ यतादेखि जाँदा। यतादेखि आएको यहाँ बस्ने ठाउँ यस्तो दामी छ नि। तर अहिले पानी परेको हुनाले बसिएन, किनभने कपडा फोहोर हुन्छ भनेर। यता उतापट्टि गएर भिडियो सुट गर्दैछ। अनि ठ्याक्क बस्ने ठाउँ यो चाहिँ यस्तो बवाल छ नि है। वाउ यो ट्रेल नआउने मान्छे चाहिँ कमै होला सायद है। तपाईँहरू पनि यदि आउनु भएको छैन भने यो भिडियो मार्फत भिडियो हेरिराख्नु भएको छ भने आउनु होला। त्यही नै हो। अब हामी एकछिन यहाँ बस्छौँ अनि जान्छौँ सरसहरती। ठ्याक्कै हामी चाहिँ हिँडेर अहिले अलिकति मासतिर यो भुजापाते भन्ने ठाउँमा आइपुगिएको छ।
यहाँ मासतिर मेरो बुवाको चौतारा पनि छ है, तपाईँहरूलाई एकछिन म देखाउँछु। अनि यहाँ चाहिँ हाम्रो चखेवातिर लगेको खानेपानीको ट्याङ्क छ। यो चाहिँ आइसी भनौँ न, मासतिर छ मेन ट्याङ्कीहरू चाहिँ। लगभग हामीले 2900 हुन्छ नि 3000 मिटरको हाइटदेखि चाहिँ पानी झारिरहेको छौँ। 3110 हो ट्याङ्कीको हाइटको मिटर, 3010 हो पछाडि घटेर भएको चाहिँ। लगभग त्यतिको हाइटको पानी खाँदैछौँ चखियामा चाहिँ। अनि लोकेसन यस्तो छ, देख्न सक्नुहुन्छ। ट्याङ्क चाहिँ यहाँ रहेको छ हाम्रो, अनि मुन्दुम ट्रेल यता छ। सरसर्ती हामी मासतिर एकैचोटि भेट्छौँ मेरो बुवाको चौतारामा है त। ठ्याक्कै अहिले चाहिँ हामी बिखे भन्ने ठाउँमा आइयो। अनि यो ठाउँमा चाहिँ मेरो बुवाको चौतारा पनि छ। लगभग बुवा बित्नु भएको चाहिँ 10-11 वर्ष भयो भनौँ, 11 वर्ष जति भयो। अनि ठ्याक्कै यो चौतारामा आयो। खतरा चिमल फुलेको थिएछ यार यो ठाउँमा है। बाफ्रे, मेरो बुवाको चौतारा यो चाहिँ कलर गरिदिने टाइम भएको छ। यसलाई म टाइम मिलाएर गर्नेछु। देख्न सक्नुहुन्छ है, यो चाहिँ मेरो बुवाको चौतारा यस्तो लोकेसनमा छ। यहाँ बस्ने ठाउँ पनि छ। अनि टक्क डस्टबिन, यहाँ धारामा पानी चाहिँ बिग्रिएर आएको छैन। अनि साइडमा यहाँ यस्तो दामी चिमल फुलिरहेछ नि, यस्तो दामी चिमल फुलिरहेछ, सास बढिरहेछ। वाउ, फुल्नु बाँकी नै रहेछ कि। अनि यस्तो लोकेसनमा छ। त्यही नै हो, मान्छेको अब जन्म भइसके पछाडि मृत्यु निश्चित हो होइन। अन्तिम तितो सत्य भनेको चाहिँ मृत्यु नै हो हाम्रो लागि। अब एकचोटि जन्मिसकेपछि संसार छाडेर त जानै पर्छ। अनि टक्क सम्झना दिलायो भनौँ न। अब धेरै समय त बिताउन पाइनँ मैले बुवासँग। लगभग म बुवा बित्नु हुँदाखेरि 13 वर्षको थिएँ। अब 13 वर्ष भनेको नि ठुलै एज हो नि त। अनि त्यतिखेरको समयमा चाहिँ बित्नु भएको बुवा। अनि जो आज चौतारामा आउँदा बुवालाई एकदम मिस गर्न चाहे। लोकेसन यस्तो छ। जोस् अब हामी मासतिर गएपछि भेट्छौँ है त। अनि यो हाम्रो बुवाको चौतारा कलर गरिदिने टाइम भएछ। हाम्रो बाटो चाहिँ यता छ। चौतारा भनेको यो भइहाल्यो है त। ठ्याक्कै हामी चाहिँ अहिले हाम्रो बुवाको चौतारा मासतिर रहेको यो अघि भुजापाले बिखेमा थियौँ भने अहिले सिधुरे ढुङ्गा आसपास ठ्याक्कै सिधुरे ढुङ्गामा आइपुगेको छौँ। अनि यो ढुङ्गाको चाहिँ एउटा इतिहास पनि हुन्छ, पछि हाम्रो पुस्ताले पनि हेर्छ, तपाईँहरूलाई पनि जानकार है। सिधुरे ढुङ्गा चाहिँ अब नेम हुन्छ नि, किराँतीहरू प्रकृति पूजक नै हो। यो अब यथास्थितिमा रहेको कुरा हो है। कतिपयलाई थाहा छ, कतिपयलाई थाहा छैन कुरा। यो सिधुरे ढुङ्गा चाहिँ ठ्याक्कै हुन्छ नि, पहिला पिता पुर्खाहरूले पुज्थ्यो अरे। धेरै जसो गोठाला बस्नेहरूले चाहिँ पुजेको इतिहास सुन्नमा आएको हो, तर यकिन हो होइन है। केटोले पनि भन्छ, केटोको बाजेहरू चाहिँ अब गोठ बसेको बोल्दाखेरि नै हामीले दुध चढाउँथ्यौँ क्या सधैँ। अनि यो ढुङ्गामा चाहिँ दुध चढाउँथ्यो अरे क्या। विशाल छ कि यो ढुङ्गा चाहिँ, यत्रो अग्लो छ, उतापट्टिदेखि छ यो ढुङ्गा ठुलो लामो छ। अनि ठ्याक्कै यो ठाउँमा आइएको छ। अनि अब हामीलाई लगभग 5-10 मिनट मात्रै लाग्छ। त्यही नै अब एकैचोटि हामी मासतिर चुलीमा हुन्छ नि पुग्न लागेपछि हामी तपाईँहरू समक्ष भेट्नेछौँ है त। अलिक नर्भस भए तलतिर आइसके पछाडि चाहिँ केही छैन। अब फेरि जोस आउँछ मासतिर भ्लग गर्ने है त। किन्न नपाउने मौसममा आइयो हामी चाहिँ है। अब यो मौसम भनेको हामीले भनेर बनिने होइन, बनाएर बनिने कुरा होइन। सो त प्रकृति आफैमा अजिब छ। टक्क यस्तो कुहिरो घारीमा आइसकेको छु। अब पिक सबमिट हुनै लाग्यो है गाई चाहिँ। अब जोस आउँछ है, तर मान्छेको चहलपहल खासै छैन जस्तो लागिरहेछ। अब लेट्सी गएर हेरौँ है त। ल, पिक सबमिट गरेको यो प्रमाण हो हल्ला अनि कुहिरो गाडी होइन, देख्न सक्नुहुन्छ। भ्युटार कहाँ लड्छौँ। जब हामी टेन्की प्रस्थान गरिन्छ पिक है, अनि यहाँबाट हामी बोर्ड पनि देख्न सक्छौँ। मान्छेको भिड छ यतिको यो समयमा। यहाँ चाहिँ के लेखिएको छ भन्ने कुरा तपाईँहरूलाई म जुम मार्फत देखाउने छु है त। कुहिरो घारीमा मेला है त। भ्यू टावरको अवस्था यस्तो छ कुहिरोले। उता अगाडि मन्दिर छ। माहौल है त आजको। हामी डाइरेक्ट हामी मन्दिरतिर प्रस्थान गर्नेवालामा छौँ है त गाइज। अलिकति कुहिरो लागेको कारण चाहिँ यस्तो छ।
डाइरेक्ट हामी मन्दिरतिर पस्नेछौँ। यो चाहिँ एउटा प्रमाण हो है त, टेम्की आएको भिड रहेछ। पस्नुपर्ने खास उतादेखि हो है। उफ, चिसो छ है, चिसो छ, एकदम चिसो। भ्यू टावरमा पस्नेको ताती होला सायद। मन्दिर यहीँ रहेको छ। प्रकृति आफैमा अजीब छ, प्रकृतिसँगै सम्बन्धित छ यो टेन्कीमा रहेको मन्दिर चाहिँ। खासै मान्छे छैन र कुहिरो गाडीमा यार मन्दिर है। थोर बहुत रहेछ। पूजाआजाको लागि मान्छेहरू गाई के चढाउनु दान गर्न आएको होला यो सायद। बिचरा यस्तो चिसोमा पूजा हुँदैन रहेछ। पण्डित बा छुट्टै फेरि यहाँ एउटा मन्दिरभित्र पूजाआजा रहेछ है त। एउटा इतिहास हो यो चाहिँ है। यहाँ शिलालेख छ हाम्रो ढुङ्गाको, देख्न सक्नुहुन्छ। चिसोको समयमा हामी भ्यू टावर चढ्नेवालामा छौँ है त। यहाँको आइसकेपछि अब योभन्दा केही समय अगाडिको भिडियो मैले कैद गरिरहेको छु। यहाँ कस्तो देखिन्छ भने त्यो पनि म पोस्ट गर्नेछु यही भिडियोमा है त। अस्ति फागुन महिनामा लिएको छु यहाँको क्लिप चाहिँ है मैले। आज त सम्भव भएन नि तपाईँहरूलाई देखाउनै पऱ्यो कस्तो छ भनेर यहाँको। अहिले चाहिँ यस्तो अवस्थामा छ। अब क्लियर हल्रा पो त हौ फोन बस्दियो। भिड रहेछ यतिको है। गाना सेम के भ्यू टावर है। यो गाना साना बजिरहेको रहेछ। टेम्कीको भ्यू टावर है यो चाहिँ यस्तो छ। अब यहाँदेखि देख्न सकिने भ्यू चाहिँ अहिले देखाउन सम्भव भएन, तर म तपाईँहरूलाई यहाँको अस्ति मैले फागुन महिनामा कैद गरेको भिडियो क्लिप देखाउनेवालामा छु है त। मौसम के भन्ने अब यसरी घुम्ने अनि यहाँको भ्यू चाहिँ म तपाईँहरूलाई अस्ति कैद गरेको देखाउँछु है त। चिसो छ मौसम चाहिँ, झरियो भने भन्ने हुन्छ। वाउ, नेपालको झन्डा यस्तो भएछ यार, माया लाग्यो ल। थोरै बाटो ल, थोरै बाटो है।
गाइस एकदम धेरै चिसो छ है। चिसोको बावजुद पनि मान्छेहरू आइरहेछन् क्या पूजाको लागि हुन्छ नि घुम्नको लागि। गाडीहरू देख्न सक्नुहुन्छ। यति मात्रै आएछ। पहिला अस्ति हाम्रो कार्तिकमा कि मङ्सिरमा हो त्यति धेरै मान्छे थियो नि। यहाँ 2 चोटि मेला लाग्छ हाम्रो यो ठाउँमा चाहिँ। मेलातिर झर्दैछु म चाहिँ। मेलाको चहलपहल हेरौँ होइन। यस्तो बर्खामा यस्तो सिजन छ अहिले चाहिँ कति भन्नुपर्दा थियो। खुकुरीहरू पनि देख्न सक्छौँ है हामी यहाँनिर। भोजपुरे खुकुरी हो सायद यो चाहिँ। अनि यो के भन्छ मयुरको प्वाख होला सायद यो है। परिकारहरू बनाउँदै हुनुहुन्छ चाहिँ। सुँगुरको मासु यता मोमो बन्दै रहेछ हो। होटलहरू सामान्य यहाँको म तपाईँहरूलाई अर्ग्यानिक कुराहरू मात्रै प्रस्तुत गर्नेछु है त। मान्छे नै अर्ग्यानिक गरेँ म फेरि। घोडा पनि रहेछ यार एउटा बिचरा यस्तो चिसोमा चढिरहेछ पनि हुँदैन। आमामा के हो हेन्समेनहरू। ओहो सक्यो दाइ। ल युवराज सर कतिखेर आइपुग्नु। हामी त अघि घुम्दा घुम्दा त अनि दाइलाई चाहिँ नि झुकाइदिने हामी हिँडेर आउँदैछौँ दाइ चोकियामा बसिराख्नु भन्ने। अनि बाइकबाट अरे अनि माथि फेरि गाडी आउँदो रहेछ क्या यहीँ माथिसम्म ल्यायो। उता हाम्रोतिर थियो नि बाटो त खत्तम छ। कतिजना शक्ति दाइ अनि तिमी? ए सबैजना हो। ल भ्लगमा वेलकम गरे है सबैजनालाई। हाम्रो खोटाङ्गे टिम हुनुहुन्छ। निश्चल भाइ त अब प्यारेलाई त भन्नै पर्दैन होइन। कस्तो ठिकठाक खै कहाँ छ अरे साथीहरू अनि सन्जय खोइ अनि भ्लगमा गरेको तपाईँले सर्ट टाउ त्यहाँ घुमेर आउनु। ल ठिक छ हाम्रो खोटाङ्गे टिमहरू ल सबैजना। के भन्नु एकछिन है त। ल हाम्रो नाच्छौँ नच्छौँ पनि आउनु भएको रहेछ यहाँ। फेरि अँधेरो देखिन्छ नि मेरो चस्मा त। सायद जोखाना हेरिराख्नु भएको छ होला है नछुम्ने। उहाँ जोखाना हेरिराख्नु भएको छ सायद है मेरो विचारमा। उहाँ मजुलेको नजुम हुनुहुँदो रहेछ। सामान्य भाषामा हामी धामी भनेर चिन्छौँ। दैविक शक्ति। बा खतरा हुन्छ घोडाहरू चाहिँ। हेलो दाइ तपाईँको आफ्नै घोडा हो यो? ओहो दाइको घर चाहिँ कहाँ हो? रूपाथुम्की। कति घन्टामा आइपुग्नुहुन्छ घोडादेखि यहाँ? 1 घन्टा है। फर्किनु लाग्नुभएको हो कि हो? ए दुइटै तपाईँहरूकै हो? कमै देख्न पाइन्छ हामी यो क्षेत्रमा चाहिँ घोडाहरू। दाइहरू चाहिँ फर्किनु लाग्नु भएको रहेछ। देखाउन पाइ एकदम खुसी लाग्यो है त। सर्ट यसरी चढ्ने अनि जाने।
तपाईँहरूलाई म नक्छु नाक्छौँहरूको चाहिँ बेजोड यहाँनिर प्रस्तुति हुँदै रहेछ दैनिक शक्तिमा पुनः सायद यहाँको प्रकृतिहरूलाई यहाँको देवीस्थानहरूलाई पुकार गर्दै हुन्छ जस्तो लाग्यो देखाउन चाहेको यहाँ चाहिँ खोटाङ भोजपुरदेखि नाक्छौँ नक्छौँहरू चाहिँ प्रायः आउने गर्नुहुन्छ यो ठाउँमा चाहिँ डरै लागेर आउँछ एउटा दैविक शक्ति भनौँ न पाइवेद्य टेम्केमा स्थानीय लोकल कुराहरू मात्रै म देखाउँछु अर्ग्यानिक कुराहरू मात्रै तपाईँहरूलाई लोकल अर्ग्यानिक कुराहरू मात्रै म प्रस्तुत गर्छु तपाईँहरूलाई देख्न सक्नुहुन्छ यता हो चाहिँ खेल हुँदैछ लङ्गुर बुर्जा त्यहाँदेखि डाइसको दाउरा कुकुरको बाउ थाहा हुँदैन भन्छ अरे भनाइमा उखानमा समग्रमा यो सहर भने जस्तो यो गाउँ यो बजार उभिरहेको हामी फेरि बाटो खाली गरौँ न चिया आयो हाम्रो टेम्केमा निश्चल ब्लक मेरो प्यारे यार चिया टेस्ट गर्दैन त कस्तो छ कि फोन गर्नु मेरो चिया आएको छैन टेस्ट गर न कस्तो छ रेस्पोन्स गर्नु पर्यो नि त ए वाउ डेलिसियस पनि भन न अझ कस्तो छ त शक्ति दाइ चिया मिठो छ है नमिठो भयो नि मिठो हुन्छ हाम्रो यो लेक एरियामा चाहिँ जाडोको कारण हामी खाँदैछौँ के छ त भतिज भनेको छु नि मैले फेरि अघि त्यहाँ तपाईँहरूलाई बारम्बार भन्नु नपरोस् अरे के फेरि धम्काए भन्नुहुन्छ होला है नगर न त्यस्तो यार दाइलाई यार यता पुगेन यता मलाई ल्याउनुहोस् ल हाम्रो चिया आइसकेको छ ग्रुपिङ हाम्रो चिया हुन्छ नि टेस्टिङ हुँदैछ ग्रुपमा अनि कस्तो भने यो चियाको बारेमा थोरै रिभ्यू दिन्छु है त म थोरै भनिदिन्छु इन्स्ट्रक्सन है तपाईँहरूलाई सुरुमा पानी बसाइन्छ हामी त्यसपछि डाइरेक्ट दुध हाल्ने होइन यो डाइरेक्ट यहाँ दुध हालेर त्यसपछि कलर हालेर त्यसको कलर नआएको खास चियाको चाहिँ कस्तो हुन्छ भने पानी हाल्ने त्यसपछि कलर हाल्ने बेसरी उमाल्ने अनि रातो रातो कलर आइसकेपछि मात्रै दुध हाल्ने अनि मात्रै चिया टेस्टी हुन्छ तर यो जाडोमा खाइदिउँ भन्ने हो के भनेको अरे यो के नमिलेको हो अन्तिममा है ल स्टोरेज पनि मेरो 7 मिनट मात्रै छ गाइज यार तपाईँ युवराज जस्तै दुरुस्तै म खाएँ ल युवराज दाई जस्तै देख्छु त तपाईँ को पर्नुहुन्छ नि उहाँको के यार यो
चाउमिनको ल गाइज ल टेम्के डाँडामा लेखको चाउमिन खाइँदैछ होइन गरौँ न त ल चाख्नु है मन त हल्लाउनु ल एकचोटि ल है हाम्रो खाजा आइसकेको छ रेला गरिँदै गरिँदै खाइँदैछ है गाइस हाम्रो मन्जिल भाइ ल चाख्नु त भाइ भाइले मुन्टो हल्लाएन यता हाम्रो दुईजना मामा माइला कस्तो छ माइला मामा कस्तो छ टेम्केको मोमो चाउमिन ठिक छ ल हाम्रो दाइहरू फेरि एकजना हराउँछ अर्कोजना हराउँछ धेरैजनामा अलिक गाह्रो हुन्छ होइन तिम्रो गरिदिन्छु क्यामेराम्यानमा मिस्टर एके काङमाङ है त क्यामेराम्यान धन्यवाद क्यामेरामा हुनुहुन्छ युवराज राई हाम्रो दाइ महाराज धीराज चाहिँ नभन्नु है दाइलाई डेलिसियस यम्मी यम्मी वाउ स्पाइसी शक्ति दाइले चाहिँ यहाँ ओसार पसार गर्दै हुनुहुन्छ हाम्रो खाजा नास्ता टिमहरू यता सबैजना यो अन्डा पनि आएछ ढिलायो तर कडा केसँगको हो भाइ यो 3 पाने हजुर लु त टेस्टिङ डिउ परेछ अन्तिममा ल हामी चिसोले अन्तिममा बिर्को मारिने भयो नि त खाजा नास्तालाई ल नगरौँ नगरौँ होला खाइन्छ तब बाहिर बिउ फुल्छ होइन चिसोमा फेरि चिसै लगाइदिनु अनि फेरि त्यस्तै हो उठी उठी बसी बसी के चाहिँ यो 1 महिनापछि गाइज नाङ्लो प्राइस चाहिँ 700 मात्रै रु कहाँदेखि ल्याउनु मजा आयो हतुवागढीको कला सिप सदुपयोग हुने भयो त हामीले लगेर नाङ्लो किन्ने व्यक्ति हेलो राम सर कोरा छ एक्लै आउनुभएको ए त चखियातिर हुनुहुन्छ अहिले चखियातिर हुनुहुन्छ कि उतादेखि आउनु कहाँ छ अहिले बस्छ ए भोलि हो ल भोलि भेटघाट हुने भयो तपाईँ हाम्रो त्यसो ल सरहरू पनि आउनु भएको रहेछ होइन ल गाइज हामी चाहिँ तल फुलेको चिमल ढकमक्क रहेछ त्यतातिर जाँदैछौँ बजार परिसर पनि लगभग अब सकियो भनौँ बजारहरू कम भइरहेछ तल फुलिरहेछ यहाँ तल फुलिरहेछ कि यहाँ फुलिरहेछ यस्तरी यो लाइनभरि अब हामी जानेवालामा छौँ त्यही ठाउँमा है त गाइज यो नि त यार मा कसम मेला आएको मजा भनेको चाहिँ यो अन्तिममा छुट्ने अवस्थामा बिदा भइसकेको थियौँ लिइसकेको थियौँ साथीहरूसँग यो निश्चल भाइहरूको टिमसँग छुट्ने भइसकेको थियौँ होइन तर मा कसम यस्तो अब के भन्ने यार वाउ सिन त यार मारेन त अनि ढकमक ओ एक थुङ्गा नि झरेको छैन यार वाउ चिमल भन्छ यसलाई ल हामी चाहिँ बजार परिसरदेखि परतिर चिमल रहेको ठाउँमा गयो फोटो भिडियो सर्ट गऱ्यो अनि निश्चल भाइहरूलाई त्यहीँदेखि बिदा मागेर हामी चाहिँ घर फर्किँदैछौँ केटो यहाँ पर पुगिसक्यो पानी पर्ला पर्ला जस्तो भइरहेछ भने आजको भ्लग आजको भिडियो त्यति राम्रो त गर्न पाएन मौसमको बावजुद पनि तपाईँहरूलाई यो ठाउँको बारेमा व्याख्या विश्लेषण गर्न पाएँ एकदम खुसी लागेको छ भिडियो अन्तिमसम्म हेर्नुभएकोमा मनदेखि नै हृदयदेखि नै धन्यवाद अनि अझ माया देखाइदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला अर्को मेरो नेचर किचन नेपाल च्यानल पनि छ लिङ्क डिस्क्रिप्सनमा हुनेछ गएर सपोर्ट देखाइदिनु होला नेचर किचन नेपाल हुन्छ नि नाम अनुसारकै म किचन बनाउनेवालामा छु केही समय पछाडि अनि कन्टेन्टहरू दिनेछु तपाईँहरूमाझ
जोडिनु होला। अनि यति भन्दै आजको भ्लग के कस्तो लाग्यो रेस्पोन्स गर्नु होला, कमेन्ट गर्नु होला। यति भन्दै आज यही बाटोदेखि मैले भ्लग हिँड गरिदिएँ। सबैजना सुस्त रहनु होला, व्यस्त रहनु होला, मस्त रहनु होला है त भन्दै